सबैमा नमो नमः। हामी सदाका झैँ आज पनि यस माघ महात्म्य स्वस्थानी व्रत कथाको द्वितीय दिवसको द्वितीय कथामा छौँ। हामी हजुरहरू सबैले फूल अक्षता लिएर प्रार्थना गर्नुहोला भगवती स्वस्थानी जगदीश्वरीको। ॐ यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति तेभ्यस्तवैर् वेदै साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यं तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमद्तन्ननचर्चितोज्ज्वलवपो शुक्लाम्बरा मल्लिका मालालङ्कृतसुन्दलां प्रविलसन्मुक्ताबलिशोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकलां वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमां वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादवक्ष्यामि नारायण कथामिमम्। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ततो जयमुदीरयेत्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, प्रलय कालमा यो सम्पूर्ण संसार जलमय भएपछि महामायाका प्रभावले परब्रह्म परमात्मा परमेश्वरी ईश्वर क्षीर सागरमा शेषनागमाथि शयन गर्नुभयो। सोही समयमा उनी परब्रह्म स्वरूप विष्णुका नाभिबाट सहस्त्रतल कमल उत्पन्न भयो। त्यसै कमलबाट उत्पन्न भए ब्रह्मा तिनै ब्रह्मालाई विष्णुबाट फेरि पनि संसारको सृष्टि गर्नका लागि प्रेरणा भयो। त्यसै बेला शेषमा सुतेका भगवान विष्णुका कानेगुचीबाट मधु र कैटभ नाम गरेका दुई दैत्यहरू पराक्रमी दैत्यहरू उत्पन्न भए। चारैतिर जलमय माता देखेर ती दुवै दैत्यले हामी को हौं, कहाँ छौं, के गर्न आएका हौं भनी खोज्दै जाँदाखेरि त्यसै गरी खोज्दै जाँदा विष्णुका नाभिबाट उत्पन्न भएका कमलको डाँठको श्वेत भेटे। हे अगस्त्य मुनि, त्यसै कमलका डाँठमाथि चढ्दै जाँदा ब्रह्मा भएका ठाउँमा ती दुवै दैत्य पुग्दा भए। कमलका फूलमाथि शान्त भएर बसेका ब्रह्माजीलाई देखि तिनले त्यो कमलको डाँठ हल्लाएर ब्रह्मालाई खसाउने विचार गरे। हे अगस्त्य मुनि, त्यो देखेपछि डराएका ब्रह्माले योगमायाको आराधना गरेर योगमायाको दर्शन पाएपछि हर्षले गदगद हुँदै ब्रह्माले ती भगवतीको स्तुति गरेर हे परमेश्वरी भगवान विष्णुलाई जागा गराइदिनुहोस् भनी बिन्ती गरे। ब्रह्माको स्तुतिबाट प्रसन्न भएर भगवतीले योग निद्राबाट भगवान विष्णुलाई जागा गराइदिनु भयो। जागा भएका भगवान विष्णुले ब्रह्माका समीपमाथि दैत्यलाई देखेपछि क्रोधित हुँदै युद्ध गर्न अघि सर्नुभयो। दिव्य 5000 वर्षसम्म दैत्य र विष्णुको युद्ध भयो। मधुकैटभ दैत्यलाई विष्णुले जित्न सक्नु भएन। त्यसपछि दैत्यहरूसँग भन्नुभयो, हे दैत्यवीर हो, तिमीहरूको पराक्रम देखेर म सन्तुष्ट भए। तिमीहरूलाई साँच्चै वीर रहेछौ। आफ्ना मनमा जो इच्छा छ सो वरदान माग, म दिन तयार छु भनी विष्णुको यस्तो वचन सुनेपछि युद्धमा जितेको घमण्डले उन्मत्त भएका दैत्यहरूले बोले, हे विष्णु, हामीले तिमीलाई जित्न सक्यौं, यसै कारण अब तिमीले हामीसित वरदान माग्नुपर्छ। लौ माग, तिम्रो इच्छा वर कुन हो त्यो हामी दिन्छौं। ती दैत्यका यस्ता अहंकारयुक्त वचन सुनि भगवान विष्णुबाट आज्ञा भयो, हे वीर दैत्यहरू, म वरदान अवश्य माग्नेछु, यसका लागि तिमीहरूले दिन्छौ भन्ने वाचा गर्नुपर्छ। मधुकैटभको यस्तो वचन सुनि विष्णु भगवान भन्न थाल्नुभयो। विष्णुले भने, हे दैत्य, मलाई अरू केही कुरा चाहिन्न, केवल तिमीहरू दुवैलाई मैले मार्न पाऊ भने मेरो यही एकमात्र इच्छा छ। विष्णुको यस्तो वचन सुनि ती दैत्यहरू भने, हे विष्णु, तिमीले छल कपट गरी यस्तो वर माग्यौ तापनि हामी तिम्रो वचन पालना गर्नेछौ। तिम्रो इच्छा पूर्ण होस् अब, तर हामीलाई चल्न भएको स्थानमा मात्र मार।
यति दैत्यहरूको वचन सुनि सबैतिर जल देखेर कपट गर्दै दैत्यले जल नभएका ठाउँ मार्नु भनी विष्णुसँग मागे, तर पनि भगवान विष्णुले आफ्ना काखमा राखी त्यो दुवै दैत्यलाई प्राणान्त गर्नुभयो। हे अगस्त्य मुनि, तिनै मधुकै टब दैत्यको बोसो पानीमा जमेर पृथ्वी भइन्। त्यही भएर पृथ्वीलाई मेदिनी भनिन्छ संस्कृतमा। तिनका मांसले पर्वत र हाडले ढुङ्गा बने। त्यो देखेर प्रसन्न भएका ब्रह्माले पहिले लोकहरूको सृष्टि गर्न लाग्नुभयो। लोकहरू सृष्टि गर्दा पहिले एकमाथि अर्को, अर्कोमाथि अर्को खप्टिएर भूलोक, भूवलोक, स्वरलोक, महलोक, जनलोक, तपलोक र सत्यलोक माथिका 7 लोक सृष्टि गर्नुभयो। त्यसपछि अर्को मुनि अर्को मुनि अर्को गर्दै अतल, वितल, सुतल, तलातल, महातल र सातल र पातल यी तलका 7 लोक सृष्टि गर्नुभयो। यसै गरी ब्रह्माद्वारा जम्मा 14 भुवन सृष्टि भयो। हे अगस्त्य मुनि, स्वयम्भू मुनिका पुत्र महाराज प्रियव्रत ज्योतिर्मय रथमा चढी रातलाई पनि दिन जस्तै उज्यालो बनाउने इच्छाले भूवलोक घुमे। त्यस बेला रथका पाङ्राले लेक बसेका ठाउँमा 7 समुद्र भए। बाँकी ठाउँमा पृथ्वीका 7 द्वीप बने। पहिलो ती 7 द्वीप र समुद्रको वर्णन सुन। जम्बूद्वीप, प्लक्ष्पद्वीप, साल्मली द्वीप, कुशद्वीप, क्रोञ्चद्वीप, शाकद्वीप र पुष्कर द्वीप यति 7 द्वीपहरूको नाम हो। यी द्वीपहरूको विस्तार पहिलोभन्दा दोस्रो, दोस्रोभन्दा तेस्रो क्रमैले ठुलो हुँदै गएका छन्। यसै गरी 7 समुद्र पनि एकभन्दा अर्को गर्दै ठुला हुँदै गएका छन्। तिनीहरूको नाम छारोद, इच्छुर, सोद, सुरोद, घृतोद, चिरोद, दधिमण्डोद, शुद्धोद हो। महाराज प्रियव्रतकी पत्नी वरस्मतिका गर्भबाट आग्निन्द, इदमजिह्व, यज्ञबाहु, हिरण्यरेता, घृत, पृष्ठ, मेधातिथ्य, भग्न्योत नामका 7 भाइ छोराहरू उत्पन्न भए। हे अगस्त्य मुनि, क्रमैसित 7औं द्वीपहरूको राज्य क्रमैसँग विभाजन गरेको थियो। आग्निन्दले जम्बूद्वीपको राज्य पाए। यो द्वीप छारोद अर्थात् नुनिलो समुद्रले घेरिएको छ। प्लक्ष्पद्वीपका राजा इदमजिह्व भए। यो इक्षुशोद अर्थात् उखुका रसले घेरिएको द्वीप हो। साल्मली द्वीपका राजा यज्ञबाहु भए। यो द्वीप सुरोध अर्थात् मदिराको समुद्रले घेरिएको छ। कुशद्वीपको राज्य हिरण्यरेताले पाए। यो घृतोद अर्थात् घिउको समुद्रले घेरिएको छ। क्रोञ्च द्वीपका अधिपति कृत पृष्ठ भए। यो चिरोद अर्थात् दूधका समुद्रले घेरिएको छ। यसै गरी मेधातिथि शाकद्वीपका राजा भए। यो दधिमण्डोद अर्थात् मोहीका समुद्रले घेरिएको छ। चोखो स्वच्छ जल भएको शुद्धोद समुद्रले घेरिएको 7औं पुष्पद्वीपका राजा वितिहोत्र भए। हे अगस्त्य मुनि, जम्बूद्वीपको क्षेत्रफल लाख योजन छ। यसमा जम्मा 9 खण्ड छन्। तिनका नाम भाद्रस्व, हरिवर्ष, केतुमाल, रम्यक, हिरणमय, कुरु, किमपुरुष र भारत हुन्। यसै भारत खण्डमा गंगा आदि पवित्र नदीहरू र काशी आदि पवित्र तीर्थहरू छन्। यसै गरी अरू खण्डमा पनि आफ्ना विशेषताहरू छन्। प्लक्ष्प आदि अरू 6 द्वीपमा पनि यस्तै प्रकारले खण्ड वा वर्षहरूको विभाजन गरिएको छ। 14 भुवनको रचना वर्णन यस प्रकारले गरियो। हे अगस्त्य मुनि, ब्रह्माले समुद्र, द्वीप, खण्ड आदिको सृष्टि गरिसकेपछि 8 पर्वतको पनि सृष्टि गर्नुभयो। ती पर्वतहरूको नाम सुमेरु, गन्धमादन, कैलाश, हिमालय, त्रिकुट, चित्रकूट, चन्द्रकूट र चन्द्रान्तक हो। यति सृष्टि गरिसकेपछि प्राणीहरूको सृष्टि गर्ने इच्छा भयो र ब्रह्माले श्री महादेवको तपस्या गरे। दिव्य 12,000 वर्षसम्म अति कठिन तपस्या गरेपछि ब्रह्मासँग सन्तुष्ट भएर श्री महादेव प्रसन्न भएर प्रत्यक्ष प्रकट भए। हे ब्रह्मा, तिमीदेखि म प्रसन्न भए। आफ्नो इच्छा अनुसारको वरदान माग भन्ने आज्ञा दिनुभयो। ब्रह्माले पनि महादेवको आज्ञा पाई विभिन्न सामग्रीले पूजा गरी स्तुति गर्दै, हे ईश्वर, आफ्ना मायाले ब्रह्माण्डको सृष्टि गरी आफै माया
आफू पनि बुद्धि लागेको जस्ता यस्ता हजुरमा कोटि कोटि नमस्कार। ब्रह्मा विष्णु महेश्वरका नामले त्रिमूर्ति भए पनि एकै रूपमा रहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। सम्पूर्ण जगतका स्वामी सर्वव्यापी सर्वात्मा यस्ता हजुरलाई कोटि कोटि नमस्कार। हे ईश्वर, अनन्त कोटि ब्रह्माण्डका स्वामी अनन्त शेषाई भगवान पनि हजुरका महिमाले वर्णन गर्न नसकेको म कसरी गर्न सकौँला। हे प्रभु, हजुरका कृपाले गरिकन मेरो भुवन पातल पर्वत द्वीप समुद्र आदिको सृष्टि गर्न सके। अब प्राणीहरूको सृष्टि गर्न सक्ने वरदान पाऊ भनेर प्राणी सृष्टिको वरदान मागे। हे अगस्त्य मुनि, ब्रह्माको यस्तो वचन सुनि स्तुति प्रसन्न हुनुभएका महादेवले तथास्तु भनी वरदान दिनुभयो। आफूले सीताईको वरदान पाएपछि ब्रह्मा खुसी भएर महादेवलाई साष्टाङ्ग दण्डवत गरी सुमेरु पर्वतमा गए। वहाँ पुगी उनले शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक र स्कन्दलोक आदिको सृष्टि गरे। सुमेरु पर्वतमा का पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशामा क्रमैले ऐरावत, श्रद्धा, अलकापुरी र यमपुरीको सृष्टि गरे। यसै गरी ईशान, नैऋत्य, वायव्य र आग्नेय दिशामा पनि क्रमैले यशोमती, कृष्णवती, गन्धावती, शुद्धवती आदिको सृष्टि गरे। उपरान्त रथ र स्थावर जङ्गमाको सृष्टि गर्ने कृपक्रममा प्राणी सृष्टितर्फ लागे। सर्वप्रथम मनले चिताउँदैमा कश्यपादि 100 ऋषिको सृष्टि भयो। कुमारका मुखबाट यस्तो दिव्य कथा सुनेर अगस्त्य मुनि अति प्रसन्न चित्त भएर सुने। उनले फेरि भने, हे पार्वती नन्दन, तपाईँको अमृतमय मिठो बाणी मेरो कर्णविदामा हृदयमा प्रवेश गरिसकेको छ। यसले मलाई धन्य बनाइरहेको छ। मैले सृष्टिको कुरा सुनाए। अब देवता, दैत्य, मनुष्यको सृष्टि कसरी भयो भन्ने विषयमा सुन्ने इच्छा छ। दया गरी सो आज्ञा गर्नुहोस्। मुनिको यस्तो नम्र वचन सुनि अनुरोध गरी कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, माथि बनेका 100 ऋषिहरू मध्ये जेठा कश्यप हुन्। तिनका 13वटी स्त्री थिए। दिति, अदिति, धनु, कारा, घोरा, सिमिका, क्रोधा, प्राधा, बलिष्ठा, विनता, कपिला, कन्दु र मनु आदि तिनको नाम थियो। ती 13वटी मध्ये दितिका घरबाट हिरण्याक्ष, हिरण्यकश्यप आदि नामका दैत्यहरू जन्मे। दितिका घरबाट इन्द्र, सूर्य, चन्द्र आदि नामका 33 कोटी देवी देवताको जन्म भयो। दानुका गर्भबाट वृषपर्वा आदि नामका दानवहरू जन्मिए। चित्ररथ आदि नाम गरेका गन्धर्वको जन्म कारा र घोराका गर्भबाट भयो। सेमीका गर्भबाट राहु जन्मिए। क्रोधका गर्भबाट क्रोध र प्राधाका गर्भबाट रम्भा आदि अप्सराहरूको जन्म भए। मयूर, कोइली आदि चराचुरुङ्गीहरू बलिष्ठका गर्भबाट जन्मिए। अरुण र गरुण आदि विनताबाट जन्मिए। कपिलाका गर्भबाट गाई, सिंह, हात्ती, मृग आदि 4 कोटी पशुहरूको जन्म भए। क्रुदुका गर्भबाट अनन्त, वासुकी, पद्मा, महापद्मा, तक्षका, कुली र कर्कट, शङ्ख या अष्टनागहरूको उत्पन्न भयो। मनुका गर्भबाट मनुष्यहरू जन्मिए। हे अगस्त्य मुनि, यस्तै प्रकारले देवता, दानव, ऋषि, यक्ष, गन्धर्व, किन्नर, राक्षस, अप्सरा, नाग, मनुष्य, पशु, पक्षी, कीटपतंग आदि समस्त जलचर, स्थलचर र नवाचर प्राणीहरूको सृष्टि भएको देखेपछि ब्रह्माले ती प्राणीहरूको आहार समेत सप्तधान्य आदि अन्नको सृष्टि गरे। हे अगस्त्य मुनि, अब तिमी के सुन्ने इच्छा छ भनेर कुमारजीको आज्ञा सुनिसकेपछि हे अगस्त्य मुनि, कैलाश लोकमा भगवान शङ्कर, सत्यलोकमा ब्रह्मा, वैकुण्ठ लोकमा विष्णु रहिरहनुहुन्छ र स्कन्द लोकमा म छु। भुवन लोकको विषयमा भनियो। अब दिशाका स्वामीको वर्णन गर्नेछु। कश्यपादि अदिति गर्भबाट जन्मिएका इन्द्र हिमालय पर्वतमा गएर महादेवको घोर तपस्या गरे। त्यसबाट प्रसन्न भएर सन्तुष्ट भएर महादेवले भन्नुभयो, हे इन्द्र, तिम्रो तपस्याले म प्रसन्न भए। तिमी आजदेखि पूर्व दिशाको अधिपति भयौ। अब तिमी यहाँबाट अमरावती जाऊ भनी पठाउनु भयो। अदितिका काँटाबाट अर्का पुत्र यमले त्यसै गरी हिमालयमा श्री महादेवको तपस्या गरे। त्यसबाट प्रसन्न भएका महादेवले दक्षिण दिशाको अधिपति बनाई यमपुरी पठाउनु भयो। अर्को पुत्र निऋतिले पनि हिमालयमा गएर तपस्या गरे। तिनलाई पनि महादेवले नैऋत्य दिशामा दिक्पाल बनाई कृष्णावतीको अधिपति बनाएर पठाउनु भयो। त्यसपछि अर्का पुत्र
त्यसपछि अर्का पुत्र त्यसपछि अर्का पुत्र वरुण गएर तपस्या गरे। वरुणले महादेव प्रसन्न भई पश्चिम दिशाको दिक्पाल र सदावतीको अधिपति बनाई पठाउनु भयो। कश्यप ऋषिकी अर्की पत्नी दितिका पुत्रबाट 49 वायुले त्यसै गरी तपस्या गरी महादेव प्रसन्न भएर हे वर के वरदान माग्छौ माग भनी आज्ञा भएपछि तिनीहरूले भने हामी 49 भाइ एकै हुन सकौं, हामीलाई कसैले देख्न नसकोस् र बलमा कसैले जित्न नसकोस् भनी वरदान मागे। महादेवले तथास्तु भनी वरदान दिएर गन्धावती लोकको अधिपति बनाई वायव्य दिशामा पठाउनु भयो। फेरि अर्को पुत्र कुबेरले महादेवको तपस्या गरे। उनको तपस्याबाट प्रसन्न भएर महादेवले उत्तर दिशाको दिक्पाल र अलकापुरीको अधिपति बनाई पठाउनु भयो। फेरि अर्को पुत्र विश्वकर्माले पनि त्यसै गरी हिमालयमा बसी तपस्या गरे। तपस्याबाट सन्तुष्ट भएर महादेवले विश्वकर्मालाई ईशान दिशाको दिक्पाल भयो भनी यशोवतीको अधिपति बनाई पठाउनु। हे अगस्त्य मुनि, तिमीले जान्न इच्छा गरेका दिक्पालहरूको नाम र तिनीहरूको स्थान वर्णन गरे। त्यसपछि अब के सुन्ने इच्छा छ भनी सोध्नुभयो। कुमारजीको यस्तो कुरा सुनेपछि अगस्त्य मुनि भन्दछन्, हे कुमारजी, दक्ष प्रजापतिकी पुत्री सतीदेवीको विवाह र तिनको शरीर त्याग र दक्ष प्रजापतिको यज्ञ विध्वंस भएको कुरा सुन्ने तीव्र इच्छा छ। सतीदेवीको कसरी शिवजी की पत्नी बहिनीको यस यज्ञमा कुन कारणले विघ्न पर्न गयो त्यो सबै आज्ञावश मुनिको निवेदन सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, प्रजापति जम्मा 8 थिए, त्यसैमा उनीहरूलाई अष्ट प्रजापति बनिन्थ्यो। तीमध्ये जेठा प्रजापति जेठाईको नाम दक्ष थियो, तिनीको पत्नीको नाम वीरणी थियो। तिनी पति भक्ति परायण थिइन्। ती गर्भवती भइन् र 10 मास पूर्ण भएपछि तिनले पुत्रीको जन्म दिइन्। ती पुत्री कस्तै थिइन् भने हजारौं सूर्यको जस्तो तेज भएकी, अतिशय लक्षणयुक्त भएकी, कमलका पात जस्ता नेत्र भएकी, उदाउँदो सूर्यका जस्तो रक्तवर्ण भएकी, अत्यन्त सुन्दरी त्यस्ती कन्याको जन्म भएको देखि पिता दक्षले हर्षोल्लासका साथ कुलपुरोहित वशिष्ठ आदि अरू ऋषिहरूलाई ढाकी विधिपूर्वक जातक कर्म गराए। 11औं दिनमा कुल गुरु पुरोहित र ज्योतिषहरूका आज्ञा अनुसार नामकरण गराए। तिनले नवजात कन्याको नाम सती देवी भनी राखे। तिनै भुवनमा यी बालिकाले विख्यात होली भन्ने आशिष दिएर श्रद्धापूर्वक सन्तुष्ट भएका गुरु पुरोहित ऋषि वृन्द मान्यजनहरू विदा भई आफ्ना स्थानमा जाँदा भई तेस्रो स्कन्द पुराणे केदार खण्डे भागमात्मे कुमार संवादे श्री स्वस्थानी परमेश्वर व्रत कथायं सती देवी व्युत्पन्नो वर्णनो नाम द्वितीयो सभः। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव। ओम उपनयतु मंगलम वा सकल जगद मंगलालय श्रीमान दिनकरण किरण निबोधिता नवननी दल निवेक्षण कृष्ण काले वर्षतु परजन्य पृथिवी सस्यशालिनी देशोऽयं शोभरहितो ब्रह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पौत्रिणः निर्धना साधना सन्तु जीवन्तु शरदां सताम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंगा या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदंड मंडित करा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृति वै देवै सदा वंदिता साम पात सरस्वती भगवती निशेष जाड्यापहम कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मनो वा प्रकृति स्वभावात् करोमि अद्य सकलं परस्मै नारायणायेति समर्पयामि नारायणायेति समर्पयामि। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाजनः
असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्मामृतं गमय। ओम शांति ओम शांति। मंत्र पुष्पांजलि समर्पयामः। सरस्वस्थाने परमेश्वर भगवत्यै नमो नमः। द्वितीय दिवस मंत्र पुष्पांजलि समर्पयामः।